स्टार्ट। यो चाहिँ ढक्कै है आज हामी यो भएर म चाहिँ आज मरिससको इन्डिपेन्डेन्स डे अरे होइन, त्यही भएर टक्कै समुद्र गएर माछा किनेर आएको होइन। यी माछा देखाइदियो भाइ, मेरो भाइ माछा देखाइदिए। 500 को माछा किनेर आयो, आफै केलाएर पनि आयो। सजिना भन्छ, त्यो पनि बाटोमा थियो र ट्याकटुक टिपेर ल्याइयो। आज इन्डिपेन्डेन्स डे। मलेसिया अरे मरिसस चाहिँ आज स्वतन्त्र भएको दिन है। टक्कै मेवाहरू यहाँ ढक ढक्की छ, केलाको बोट। मेरो भाइ केलाको के देखाइदियो, मेवा देखाइदिँदा टक्कै ठक्कै नरिवलहरू टक्कै छ। यहाँ चाहिँ बन्द छ नि त पुरै बाटोमा, गाडी अरू बेला जस्तो कुद्दैन आज चाहिँ। फेरि कहिल्यै काहीँ भन्दा पनि छ्यास कुद्दो रहेछ। अब यसो भएर म चाहिँ बाहिर मार्केट गएर आउँ भनेको, मार्केट पनि बन्द भयो। एउटा मेरो साथी गर्दै थिएको कालो साथी साइकलमा कुदेर। बस ठिकै छ, बस्नुको लागि चाहिँ राम्रै छ। हावापानी चाहिँ भन्नु पऱ्यो होइन। तर हेर न, फुल कति दामी चट्टै छ। यस्तै रहेछ। अब हामी अहिले चाहिँ हामी टक्कै रुम जाँदै गरेको, बाहिर म रुम जाँदै गरेको। भाइले माछा र उयो बोकिरहेछ 500 को। आज खाने हो, आज दन्काउने हो। फ्रेस माछा किन्यो होइन त भाइ 500 को? कति गऱ्यो भाइ? 500 नेपाली त्यस्तै 1250 जस्तो पर्यो। तर माछा पनि छ है, टन्न 3 केजी जस्तो माछा छ, फ्रेस माछा। मार्केटै किन्दाखेरि चाहिँ 1000 जस्तो पर्छ। अहिले चाहिँ फ्रेस माछा बल्छी थापेर मारिरहेको चाहिँ ठक्कै भेटाएर ड्याङ्गे किनिहालेको हामीले। अनि मेरो भाइले दियो यस्तो छ। के गर्ने, परदेशी जीवन, नेपालमा केही हुँदैन रहेछ भनेर विदेश मरिसस भन्ने ठाउँमा आयो। यहाँ पनि खासै उपलब्धि चाहिँ देखिन। आलु जस्तै छ हौ, खानु चाहिँ ठिक्क छ। कसैलाई माग्नु परेको छैन है खानु चाहिँ। अलिअलि बचत सुधा खानु पुगिरहेछ। अब यस्तै नयाँ भिडियोहरू म हाल्दै गर्छु मेरो युट्युब च्यानललाई। सब्सक्राइब गर्नु होला होइन, लाइक एन्ड सब्सक्राइब टक्क दिँदै गर्नु होला। यस, कमेन्ट दिँदै गर्नु होला। ऊ त एउटा बस ड्राइभरले दियो नि त, यस्तो हात मिलाउँदै यस्तो दिँदै गर्छ नि त। जाने हो भन्दै त होइन, हामी जाँदैनौँ भनेको। हामी रुम हिँड्दै गरेको, हामी हिँड्दै जाने, किन बस्न जानु भनेर। अब हामी रुम आइपुग्न आँट्यौँ, धेरै छैन। लन्डन आयो भने मार्केट अगाडि आइपुग्नु आँट्यो। त्यहाँदेखि अलिक 5 रुपियाँ परतिर हाम्रो रुम हो। तर त्यो मार्केट चाहिँ आज इन्डिपेन्डेन्स डे, आज के अरे मरिसस स्वतन्त्र भएको दिन अरे। तर आज सबै मार्केटहरू बन्द छ। यही मार्केट हामीले पनि काम गर्ने मार्केट किङसेवर हो, त्यो चाहिँ खुल्ला। तर आज हामीले चाहिँ हानिदिएको अफ, छुट्टी हानिदिएको आज चाहिँ। कति काम गर्ने भनेर भोलिदेखि लगातार 12 घन्टा ड्युटी हान्नुपर्छ। त्यही भएर आज हामीले छुट्टी हान्यौँ। यो लन्डन आवे मार्केट, यो मार्केट बन्द छ। के गर्ने, अब रुम पुग्न आँट्यो। जाँदैछु बाटोमा हिँड्दै, सरर हिँड्दै जाँदैछु। बाटो यस्तो छ, यसलाई हेर्नै राम्रोसँग बाटो चाहिँ होइन। भर्खर विकास हुँदै गरेको, राम्रै विकसित। भाइले गाना दामी गाउँछ है फेरि। हुन्छ भाइले। कहीँ डुबाइलो हुन्छ बाटो क्रस गर भाइ। धेरै गाना गाउँ, गाना मात्र गाउने होइन के। के साह्रो क्या मरिसस परेवा, हेर्नु त परेवा कति धेरै हुन्छ नि यो त फेरि। बाबा सेम नेपाल जस्तै छ हौ। यी लबरको रुख, बरको रुख ठ्याक्कै नेपालको हावापानीसँग ठ्याक्कै, तर उल्टो।
यहाँ अहिले गर्मी मौसम छ नेपालमा पनि अब स्टार्ट हुन आँट्यो अब यहाँ जाडो स्टार्ट हुन आँट्यो त्यति मात्र डिफ्रेन्ट हो ठ्याक्कै उल्टो नेपालसँग ओके नमस्कार दर्शन अर्को भिडियोमा भेटौँला फेरि हामी बाई